हेलो साथीहरु, नमस्ते सबैजनालाई। आज धेरै दिन भयो म भिडियो नगराएको। आज खेत गहुँ काट्न जान लागेको, तोरी मार्ने गहुँ काट्ने या नास्ता लगेर जान लाग्छु। आजको भिडियो मेरो यही हुन्छ। भिडियो गराउँदै जान्छु। यहाँबाट लगभग 30 मिनेट लाग्छ खेत पुग्नलाई। पानी बोतल कता गयो? बोतलै मात्र लग्ने हो कि माथि कुर्सी त माग्ने हो। बुढा चाहिँ बाइकमा जान लाउनु भयो। म फेरि भिडियो बनाउँदै हिँड्दै जाने हो। मेरो कलौटी छोरी फेरि माथि बसेर रमाइलो गरिन्छ। म चाहिँ अब खेततिर लाग्यो। मलाई हिँडेर लगभग यहाँबाट 20 मिनट जति लाग्छ। हिँडिसके अब पर्यो खेत काम गर्ने भन्दै। आज खेतको कामको भिडियो मेरो। यतातिर फलफुल पनि टन्नै रहेछ। यो हाम्रो जुम्री खोला भन्छ। यतातिर ग्यारेजहरू छ। क्यामेरा हल्लियो कि जस्तो छ है। हाम्रो प्युठानको दृश्य। यहाँ फेरि पुरानो कपडाको सिरक दक्षिणा बन्छ। यतातिर यहाँ फेरि हाम्रो प्रतीक्षालय छ है। मान्छे मर्दाखेरि किरे पुत्रेहरू यहीँ पकाएर खान्छन्। ल अब म चाहिँ अझै लाग्छ है 10 मिनट जति पुग्नलाई। चाहिँ वन छ, हरियाली। कति राम्रो छ यहाँ फेरि जङ्गलहरू। सिसौ भएको दामी छ। कुतुल गर्न लायक ठुल्का कराउँछ, न्याउली कराउँछ नबता। रुखको पातभरि झरिसके। साथीहरू अब यो डोरी मार्न लागेको। धेरै छैन, थोरै छ है। थोरै गहुँ काट्यो। अब फेरि काट्ने हो। माछेसी ठुला हुने चाहिँ यी डोरी लोड्छु धेरै यत्र भएको माछेको त्यतिकै हुन्छ कि त्यहाँ भाँचेर भाँचे यस्तो राम्रो हुने चाहिँ माछेसी गोड्ने राम्रो मैले ल्याएको छु कि। अब पानी लिउन जान पर्यो। नास्ता खाने त्यहाँ मूलको पानी मिठो छ के, खैरनी जस्तो फ्रिजमा राखे जस्तै। गहुँ काटेर अझ भेट्न भोलि। छिटो गोर है आलस, छिटो गोर। मिठो पानी छ यहाँ त, चिसो पानी, मूलको पानी। आनन्द आउँछ पानी खान। अब नास्ता खाएर सुरु हुन्छ है अर्को काम हाम्रो।
छोरी भोलि उड्नु होला। बुढाले गहुँ पनि लिएर आउनुभयो। खेत फेरि तल र माथि भएर गाह्रो छ कि हामीलाई फेरि तलबाट फेरि माथिको सार्नुपर्छ। नास्ता खाम्रो लागौँ एउटातिर खुर्या खुर्या काटिँदैन सक्को त्यहाँभरि सक्को चल सक्को को छ
यो अब नास्ता खाना सुरु भयो हाम्रो। यो मेवा मासु रोटी यता भाइले खान्ला छ, उता मेरो छोरोले खान्ला छ, उता बुढा उता फर्किनु भएको छ रिस उठेर। यता फेरि मेरो नन्द। अब खाएर गहुँ काट्ने हो के फेरि। ल मासु त थोरै भयो के। फलाफुल पार्छ म रातो गरेर सेक्का दिन्छु। सेक्न पर्छ कि यो यस्तो गरेपछि पाकेको हुन्छ तपाईँ। यस्तो काट्छु छ भयो